अहिले चाहिँ कति मर्निङको कति बजे 5 बजे आएन कोही उठेन कोही उठाएन गदा चिसो पानी हेर्नुपर्ने हुन्छ टोइलेट गएकोमा किरोले झन्डै टोकिदिएर भने खुट्टामा सुत्यो गाइस अब रियल सैलुङ घुमेको भिडियो अब चाहिँ सुरु हुन्छ किनकि हिजो त केही गरेन क्या हिजो त उफ्रियो सुफ्रियो अब आज मेन भनेको चाहिँ आज मेन हो गाइस अब वेदर पनि राम्रो छ सनराइज भइरहेछ अब हामी हिँड्नुपर्ने हुन्छ सनराइज हुने यस्तो 25 किलोमिटर रहेछ तर हिँडेर चाहिँ बिहान बिहानको हाम्रो चाहिँ मर्निङ वाक यस्तो यतिको चाहिँ हुनुपर्छ के भयो हामीलाई अलि मुस्किल भइरहेछ गाइजहरू त्यही हो अलि हाइटीमा रहेछ अरूभन्दा नि बबाल छ जस भ्यू चाहिँ अरूभन्दा नि हुन्छ रोजिन हामी जानुपर्ने डेस्टिनेसन चाहिँ वहाँ पो रहेछ हो राष्ट्रिय तारा सो गाइज हामीले चाहिँ के सोचेको थियौँ भन्दाखेरि लोकेसन त्यो सिडी कटेसी नै आउँछ होला तर बट त्यो चाहिँ भएन है एकदमै त्यहाँबाट अलमोस्ट 2 किलोमिटर जति चाहिँ हामी हिँड्नु पर्ने रहेछ भन्ने थाहा भएपछि चाहिँ हाम्रो केटाहरू अलिक चक्कर आउन थाल्यो दिमागमा किनकि बिहान बिहान हाइक गर्न एकदमै गाह्रो हुन्छ हामीलाई गाइज यहाँ चाहिँ इको आउँदो रहेछ है दोस्त जङ्गल चाहिँ किन जानु किन हो एकदमै अब मागसम्म हुन्छ नि त भिडियोमा त एकैछिन मान्छेहरू अलिकति माथि हाइक गरेपछि चाहिँ हामीलाई एकदमै गाह्रो हुन थाल्यो किनकि हामीले ब्रेकफास्ट पनि गरेको थिएनौँ गाइज र हामीले चाहिँ टिकटकमा हेरेको सहाराले हामी गइरहेको थियौँ किनकि हामीलाई त्यस्तो नलेज थिएन हामीले म्याप पनि नहेरिकन गएको थियौँ र हामीलाई एकदमै गाह्रो भयो यदि हजुरहरू पनि सैलुङ जाँदै हुनुहुन्छ भने प्लिज बिहान जानु हुनुभयो भने चाहिँ एकदमै तपाईँहरू खानेकुरा ब्रेकफास्ट एक्सफास्ट गरेर जानु होला किनकि चक्कर आउन सक्छ हाइक गरेपछि किनकि प्राय मानिसहरू योमा हाइक धेरै बिहानै हाइक गर्ने बानी हुँदैन र त्यसले गर्दा चाहिँ चक्कर आउन सक्छ र अर्को अप्सन चाहिँ तपाईँहरू घोडा पनि चढ्न सक्नुहुन्छ र म चाहिँ भन्छु घोडा चाहिँ नचढ्नुहोस् होला गाइज The best part of this time will be going back home. And you, bro? It was perfect. Worth it. Worth it. भनेकोले बब्बाल फोटो चेक गर्नु मेरो थाहा भइहाल्छ माथि पुगेपछि चाहिँ हामी धेरै थकित भइसकेको थियौँ गाइज अनि ठिकै थियो त्यति बेला मौसम तर एकैछिनमा मौसम परिवर्तन भएर चारैतिर कुहिरो आयो र गाइज हामीले राम्रो भ्यू नै हेर्न पाएनौँ बिहान जुन मैले भ्यू देखेको थिएँ त्यो त मेरो केटाहरूले देख्दै देखेनन् क्या जस्ट तिनीहरूले मोबाइलमा मात्र देखेँ मैले अलिकति हेर्न पाएँ र त्योभन्दा बढी मैले हेर्नै पाइनँ क्या लिटरेली क्या गाइज एकदमै नराम्रो लाग्यो तर बट अल्सो नि हामीले रमाइलो नै भयौँ गाइज किनकि रमाइलो गर्न चाहिँ हामीले कहीँ पनि बाँकी राख्दैनौँ गाइज होइन अनि तपाईँहरू पनि जाँदै हुनुहुन्छ भने मौसम चाहिँ एकदमै हेरेर जानु होला है नेक्स्ट टाइममा हामी गइहाल्यौँ भने पनि मौसम चाहिँ हेरेर जान्छौँ एकदमै रिग्रेट हुन्छ किनकि भ्यू देख्न पाउँदैन मेन कुरा भनेको त्यो भ्यू नै हेर्न गएको हो नि त हामी त चारैतिर हिमालले घेरेको छ भन्ने सुन्या हो देख्या हो के अरे सोसल मिडियामा त तर आफ्नो ओपन आइजले नदेख्दाखेरि चाहिँ एकदमै नरमाइलो लाग्यो केटाहरूलाई र मलाई पनि बट अल्सो वी इन्जोय इट अ लट गाइज यो चाहिँ म तपाईँहरूलाई चाहिँ अब के भन्छ विथआउट बादल बिनाको सैलुङ र बादल हामी बस्दाखेरि बादल भएको सैलुङ कस्तो रहेछ तपाईँहरूलाई देखाउनेछौँ र हजुरहरूले धेरै नै अन्तर पाउनुहुन्छ यो
हामी सैलुङ डाँडा बडो रमाइलो होइन वर्थ इट के हिजो यस्तो दुःख गरेर आएको थियौँ भने हामी गाइज यस्तो दुःख गरेको थियौँ होइन म लडेँ हामी चाहिँ टच विथ गाइज हामी चाहिँ टच विथ नेचरमा हो अहिले चाहिँ होइन गाइज अहिले चाहिँ घाम नलाएर हामीलाई लास्ट नराम्रो लगाइरह घाम लाग्यो भने छुट्टै यहाँ माहौल हुन्थ्यो भन्ने होला घाम लाग्यो भने चाहिँ एकदम बवाल हुन्छ यहाँ सनराइज हेर्न पाएन जस्तैले उतातिरको हिमाल हेर्नु छ क्या गाइज बट आई निड टु वाच द्याट हिमालयज क्या त्यही हो गाइज होइन कि लुक्छ ट्यालेन्ट चाहिँ हाम्रो सक्षममा कति जेसको नै ट्यालेन्ट छ क्या फोटो खिच्दै निहाल्ने त आकाश चरिपन मन बिनाको धन ठुलो कि धन बिनाको मन सिजल दोस्ले चटपटी खानु भनेर गएको यस्तो अवस्था भइसक्यो चटपटी खानु हालेको हाम्रो चाहिँ यस्तो चिसोमा पिरो चटपटे यार बिचमा राखेर अलि लोडाउलास बिर हुन्छ नि यहाँ त दामी चाहिँ त्यस्तो बिरो होइन चाख्ने हो चिसो त लास्ट छ है दोस्त अझ म यस्तो हार्ड लाग्यो घाममा त गाइज यार धेरै डिसपोइन्टेड भयो यार म लास्ट स्ट्रिम लेभलको छ होटेलमा भेटौँला है बाँच्यो भने होटेलमा चाहिँ कसरी भेटेँ बाँच्यो भने भेट्नु अनि त दोस्त यो गाइज सैलुङको डाँडो रामेछाप नै रहेछ गाइज यो मेरो गाउँ पनि पर्ने रहेछ सिमाना रहेछ नि त्यो त We suggest you guys to come here. रामेछाप अनि दोलखाको बिचमा We suggest you guys to come here. यस वी सजेस्ट यु अ लट गाइज भाइसँग म्याच गरेन केटा एकदमै ऊ यो गाई कसरी खाइरह होला यसले लो यसलाई के हो घाँस खाना यसले लाइफको रिक्स लिएर खायो यसले यो त जान्छ त अनि दोस्त फिल त्यसको गएन ग्रिप त्यो हगिरहेको मजा आइरह नि गाई यार त खाइ छ यार कसम रमाइलो लास्टै भयो यार दामी छ यार अरू भन्दा नि गाइज के भयो भन्दाखेरि चाहिँ हाम्रो चाहिँ कुहिरोले गर्दाखेरि हामीले पुरै घुम्न पाएनौँ क्या भन्नाले हामी घुम्न त घुम्यौँ बट हामीले चाहिँ अब यो हप्ता चाहिँ तपाईँको राम्रोसँग मौसम खोलेको छैन अरे क्या यो एरियामा अनि त्यही भएर चाहिँ अब बच्चाकै होला होइन याद त महँगो पर्छ नि तिमी पनि पास हुन्छ किनकि तिमीले नि यता हेऱ्यौ नि त पास मात्र 40-50 आउँछ तिम्रो ढुक्क गाइज हामी चाहिँ उ त मूर्खहरू भन्दा अलि एक्सट्रिम लेभल मेरो ग्रिपै छैन जुत्ताकोमा अहिलेको जुत्ता लगायो त्यहाँ कुदै नि केही हुन्थेन दोस्त त्यस्तो जुत्ता आएको छ म झन्नै लडेको अहिले इज्जतको कुरा हार्छस् बेइज्जत भयो हावा डेन्जर चल रहा दोस्त हट्छ कसम के खस्छ क्या दोस्त हामी त्यहाँ धोएर थियौँ नि यस्तै हो त्यो अझ चिप्लो छैन फेरि ओए ओए थ्याङ्क यू यार दोस्त म पनि कुद्ने भएको थिएँ त्यहाँ झन् नमरेको
सिजन 10 बिस्तारै आऊ है गुल्टिदेऊ जा हामी तिमी त भोलि आइपुग्छ यार यसरी भरि बला केटा होला है एकैचोटि माथि डाँडाबाट आइसकेपछि चाहिँ हामी सिधै तल शिव मन्दिर एउटा गुफा रहेछ त्यहाँ हामीले दर्शन सर्शन गऱ्यौँ र हामी सिधै होटलतिर लाग्यौँ किनकि हामीलाई एकदमै भोक लागेको थियो किनकि हामीले ब्रेकफास्ट केही खाएको थिएनौँ। हाम्रो चाहिँ ब्रेकफास्ट जम्मै भयो घुमेर लास्ट हिँड्ने पलायो त्यही हो गाइस। ओए मुडीमा चाहिँ पानी पर्छ केटा त्यति बेला चाहिँ अलिकति घाम लगाइरह यहाँबाट तल घाम लगाइरह देखिँदैन होइन। अब हामी चाँडै जानुपर्छ अर्को लाकै हो नला मेरो यो स्पोर्टिला चाहिने छ त्यहाँ त्यो चाहिने हिमालय चढ्यो भन्दा गाह्रो भयो क्या पानी परेर यहाँ मौसम सम्बन्धी एकदमै तपाईँहरू पनि एकदमै यो यहाँ आउनु। ओ यो घोडाले कति जाडो भयो होला है बिचरा गाइस। ओए ला पन्जा त कस्तो भिजे लेट्स ट्राई गाइस वान क्लिकमा स्टार्ट हुन्छ है भन्नु। कपडाहरू हाल्दैन गाइज। अनि यदि तपाईँ कोही मेरो भ्युवर्स हुनुहुन्छ जस्तै अब 60-70 जनाले त हेरिरहनुहुन्छ नर्मली पनि, यदि तपाईँहरूमध्ये कोही चाहिँ सैलुङ आइहाल्नु भने इनकेस रेनकोट सेनकोट ल्याउनु होला। अनि स्टेइङको लागि चाहिँ म यो होटल रिकमेन्ड गर्छु है गाइज प्लिज, किनकि यहाँ बसिदिनु यहाँ धेरै नै सुविधा छ अरूभन्दा होइन। किन खानपानदेखि लिएर बस्न सस्न गरेर जम्मै फाइदा अब सबै कुरा प्याकेज स्याकेज यहाँ आएर हुन्छ र एकदमै यहाँको सर्भिस मलाई एकदमै मन पऱ्यो क्या। अब मलाई म जस्तो सान्दिनलाई कसैले त्यो के अरे पैसा दिएर यस्तो रिकमेन्डेड हान्ने त होइन म, त्यही नै मेरो पर्सनल रिकमेन्डेसन हो यो चाहिँ। अब तपाईँहरू आउँदा हुन्छ यहाँ किनकि एकदमै राम्रो छ यहाँ। अब हामी हिँड्न लाग्यो भने त केटा हो त्यही गाइज। अब हल्का कोल्ड स्टार्ट हानिदिएको, अब हल्का पानी पर्ला जस्तो भएन। अब तल गयो भने त तपाईँको पानी पर्दैन अहिले के गाइस बाटो एकदमै खराब छ होइन। कस्तो पाल्दा गाइस फाइनली पिच रोड आयो दोस्त, फाइनली पिच रोड आयो गाइज। हामी बाँच्यौँ गाइज, अफरोडिङ बाँच्यौँ हामी। ल गाइज यार दामी भइरह ट्रिप चाहिँ एकदम रमाइलो भइरह भन्दा